यी छेत्री बाहुन भन्ने जातमा नि सहनशीलता चाहिँ धेरै हुँदो रहेछ क्या। हुन त सानैबाट संस्कार त्यस्तै सिकाएको हुन्छ हैन। अब यहाँ यो नस्लवादीहरू, अतिवादी, जातिवादीहरू यति घोचेर हेपेर पेलेर बोलेको हुन्छ छेत्री बाहुनलाई, तर पनि केही गर्दैन क्या। हैन, व्यक्तिगत रूपमा पनि त्यसरी पेलेर बोल्या हुन्छ, तर पनि केही गरे हुँदैन। धेरै सहनशीलता। नत्र छेत्री बाहुन पनि यदि हामी जस्तै हुन्थ्यो भने के भइसक्थ्यो होला कि यो देशमा। काटाकाट मारामार पहिल्यैदेखि चल्थ्यो होला हैन। धमासको कुरा गर्छ, ए तमुला बाहुन काटा, यो डर छेरुवा या वा हिम्मत नभएको भन्छ क्या। तर वैज्ञानिक हिसाबले बुझ्ने हो भने नि छेत्री बाहुनको बच्चाहरू सानैबाट दुध दही खाएर हुर्केको हुन्छ क्या। अनि हामी भूमिपुत्र मूलवासी भन्नेहरू चाहिँ जाँड रक्सी खुवाएर हुर्काएको बच्चाहरू भलै आँटिलो होला अरे, हिम्मतिलो होला अरे। तर वैज्ञानिक हिसाबले गर्ने हो भने नि, जुत्ने हो भने छेत्री बाहुनको बच्चालाई के सक्थ्यो होला र। क्याल्सियमयुक्त खाना सानैबाट खाएर आएको हुन्छ र। तर ज्ञानी अनि संस्कार पनि फेरि त्यस्तै हुन्छ नि त। किन पनि जुत्दैन भनेदेखि नि, मैले जितिहालेँ भने पनि, मैले पिटे भने पैसा तिर्नु पर्यो, जेल जानु पर्यो। उसले मलाई पिट्यो भने पनि मैले सहनु पर्यो। अब म चुटाइ खाने दुखाइ सहनु पर्यो होला, हस्पिटल जानु पर्यो होला। भले उसले पैसा नदेला, आफूलाई घाटा। जिते पनि घाटा, हारे पनि घाटा भएकोले पनि होला एउटा हैन। संस्कार त्यो हुन्छ नि त, सानैबाट बुद्धि विवेक सिकाएको हुन्छ। अनि हाम्रोहरू चाहिँ काट्ने र मार्ने, यस्तो र उस्तो, अनि काटे पनि आफूलाई घाटा, आफूलाई काटे पनि आफूलाई घाटा। तर छेत्री बाहुनहरूमा चाहिँ त्यो संस्कार त्यो भएकोले गर्दाखेरि पनि छेत्री बाहुनहरू चाहिँ संस्कारिक हिसाबले पनि देशमा उच्च तहको ऊ चाहिँ छ क्या। अनि हामी चाहिँ भूमिपुत्र मूलवासी भन्नेहरू चाहिँ झगडा गर्दै बस्ने, खुट्टा तान्दै बस्ने हैन, रिस गर्दै बस्ने, बच्चा बच्ची नपढाउने, धतुरे बनाएर राख्ने। अनि ठुलो भएपछि सब देश चाहिँ बाहुनले लुट्यो। तर देश बाहुनले लुटेको नै, लुटाइएको चाहिँ, लुट्न खुल्ला छोडिदिएपछि त लुटिहाल्छ नि, दिएको चाहिँ हो। लु त छेत्री बाहुनको बच्चा जस्तै संस्कार बच्चा हामीले बनाउँ त। त्यस्तै ज्ञानी, त्यस्तै पढन्दास, त्यस्तै पढाइ लेखाइ भएको हामीले बनाउँ त। छेत्री बाहुनको बच्चा भन्दा ट्यालेन्टेड बाठो बच्चा हामीले बनाउँ त। अनि हाम्रो बच्चाहरू माथि जाँदैन, जान्छ त। तर त्यो बुद्धि पनि हुनु पर्यो नि। सानैबाट झन्डा बोकाउने, यहाँ गर्ने, छेत्रीलाई काट्नुपर्छ, बाहुनलाई धपाउनुपर्छ, के गर्नुपर्छ भन्ने, अनि हुन्छ हुँदैन नि त्यसरी त। तर जेसुकै होस्, सहेर हुन्छ कि संस्कार सिकाएर हुन्छ कि जे गरेर हुन्छ, छेत्री बाहुनको बच्चाहरू चाहिँ राम्रो, एकदम संस्कारिक हुने, बुद्धिजीवी हुने क्या। त्यो चाहिँ। अनि अर्को सहनशीलता, सबैभन्दा सहनशीलता चाहिँ